हेरान बुढाहरूले कहिले पछाडि कहिले अगाडि गरे मिस्टर कलेल स्टॉक एंड सुपरवाइजर। हजुर हेलो नमस्ते साथीहरु, स्वागत छ हाम्रो यस परदेशीको लाफ युट्युब च्यानलमा चाहिँ साथीहरु। आज भने साथीहरु हाम्रो यो मुस्लिम कन्ट्रीको हैन ईद हैन रमजानको लास्ट ईदको चाहिँ हाम्रो पार्टी रहेको छ। त्यसको लागि हामीले छुट्टी दिएको छ 2 दिनको लागि है हाम्रो कम्पनीमा चाहिँ। यो चाहिँ अब बिहान चाहिँ पुरा डेकोरेसन गरेर राखेको छ, टेबलहरु सजाएर राखेको छ। पार्टी चाहिँ बेलुका हुने छ साथीहरु। यो चाहिँ बिहान खिचेको हो। हामी चाहिँ यही पार्टीमा जाने चाहिँ तयारी गरिरहेका छौं। अब चाहिँ केही छिनमा हामी रुमबाट चाहिँ पार्टीमा गएको सामने देखाउने छौँ र कम्पनीको लागि बताउने छौँ साथीहरु। त्यसको लागि लास्टमा चाहिँ हाम्रो भिडियो हेरेर नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला साथीहरु। हजुर साथीहरु, केटाहरु चाहिँ साथीहरु चाहिँ हाम्रो दाजुभाइ नेपाली हैन बङ्गाली इन्डियन पाकिस्तान सबै छन्, कतिजनालाई तयारीमा छन्। जाँदैछौँ हामी रुमबाट बाहिर निस्क्यो। त्यो रुमभन्दा अगाडि चाहिँ हाम्रो यो पुरै हाम्रो यो कटोसा लाइनमा जति पनि आउनुभएको छ यहाँ धेरै कम्पनीहरू छ। सबै बिल्डिङहरूमा छोटो कम्पनीका कटोसा लाइनका साथीभाइहरू बस्नुहुन्छ। अगाडि एउटा सानो रोड छ, त्योभन्दा यता चाहिँ सानो मार्केट छ, सुपर मार्केटहरू छ। सामानहरू लिन जानुलाई हामीलाई चाहिँ सजिलै पर्छ साथीहरू। हामी गइरहेको छ, साथीहरू पनि अब सब तयारी भएर निस्किँदैछन्। अनि हामीले यो रोड पार गऱ्यौँ। जति पनि बसहरू छ हैन, साथीहरू चाहिँ अब छुट्टी भएको दिन भएर होला चट्ट हैन नजिकै बियरबार छ या रक्सीहरू किन्ने पसल छ क्या अरे, त्यहीँबाट ल्याउँदै मजाले बसेर खानु जान्छ। जानु लगभग 10 मिनट लाग्छ हामीलाई यहाँबाट। चाहिँ बजार छ छेउमा चाहिँ पाउँछ है रक्सीहरू सामानहरू किन्ने, त्यही हो। चाहिँ बिहान ड्युटी जानु पर्यो। लाइन लागल छ यार। हामी यहीँ आएर यहाँ चिया पाउँछ, सबै चिज खाएर पिएर टट्टै यहाँ बस हुन्छ। यहीँ बसेर लैहाल्नु चाहिँ साथीहरू सबैजना चाहिँ पार्टीमा जाने भनेर तयारी हुन्छ। 2 लाख तिरेर आएको, 2 लाख पार्टी भन्ने काम चाहिँ त्यही हो। 2 लाख तिरेर आएको आएको हाम्रो पनि हामी पनि नयाँ हो। अहिले आएको हाम्रो चाहिँ लगभग 1.5 महिना भयो। 1.5 महिना हामी पार्टी लाइनमा फाइनली हामी चाहिँ कम्पनीमा पुग्यो। कम्पनीमा चाहिँ अब टोपी चाहिँ दिइरहेको छ। टोपी चाहिँ पाइयो क्या रहेछ। यो रेस्ट रुममा पुरा एसी लागेको लाइनबाट लानु साथीहरू आउँदैछन्। सोल्टिनहरू आउनु रहेछ त। हामी चाहिँ अलिक छिटो आयौँ क्या जस्तो लाग्यो। 6 बजी आएर भन्थ्यो क्या, 6 बजीतिर पुगेछन्। ल हेर्नुहोस् डेकोरेसन पुरै सजाएर राखिसकेको रहेछ। र सोल्टिनीहरू पनि आउनु भएको रहेछ। अगाडि चाहिँ अब लाइनमै जानु भनेर बोलाइरहनु हामीलाई। अब यो कम्पनी भने यही हो। बाथरुम छ, खानपिने ठाउँ छ। सबैलाई यो कम्पनीमा चाहिँ साथीहरू के भन्दा चाहिँ भन्नै पुराना मान्छेहरू अब क्यान्टिन बेलुका चाहिँ रुममै आउँछ सजाएर। उता चाहिँ अब फुल भएर यतै पठाइरहेको छ हामीलाई अगाडि बस्न। बसेर खाइहाल्ने के राखेर आदमी को बिठा दो। धेरै आउनु बाँकी छ साथीहरू। वहीँसम्म वॉलंटियर्स पूरा लोग का स्टोर का सामने लेके जाओ, वो सब ज्यादा है। आगे कैमरा
नेपालमा के त्यो कोइलरहरू पाल्छ रातले ए जुममा बस्यो भने हुन्छ क्या एउटा रातै टोपी लगाएर बसिरहनु आउँदैछ कम्पनीको बारे भन्नाले साथीहरू यो कुरामा के छ त पार्टी हो मैं यहाँ से बैठ यार भिडियो बनाना सही रही कंपनी बन्छ डाइरेक्ट कामको बारे चाहिँ हामी युट्युबमा हेर्यौँ अब यो महिनाको चाहिँ स्यालेरी चाहिँ फुल आउँदैछ के कति आउँदैछ त्यसको बारेमा हामी भिडियो चाहिँ त्यसको लागि चाहिँ हाम्रो बोर्ड एक टोपी ढैली छुट्टै छ भिडियो बनाउँदैछन् साथीहरू अब अहिले चाहिँ बेलुकाबाट यार नपाइन्छ के पानी छ भनेपछि अब जुस रहेछ चिल्ला हो खजुर रहेछ तरबुजाहरू छ हैन प्याकेटमा सायद समोसाहरू हेरान बुढाहरूले कहिले पछाडि कहिले अगाडि गरे बसे मान्छेलाई उठाएर फेरि पछाडि साथीहरू यहीँ बस्ने अरे सक्यो त्यसैले खाना चाहिँ नमाज पछि नै भन्ने छ सकिन्छ हाम्रो टोली बसेछ अगाडि खानेकुरा गरेर राखेको छ सक्यो हे हो साथीहरू पार्टीमा धेरैजना छन् आउँदैछन् 2 लाखको पार्टी रमाउनुहोस् तपाईँलाई कस्तो लाग्छ हाम्रो कम्पनीको बारे बिस्तारै हामी कुरा गर्दै जानेछौँ बुझ्नुहोस् जी लास्ट में इफ्तार स्टार्ट किया अभी तक इफ्तार का टाइम नहीं हुआ अजान होने के बाद इफ्तार गाने का भाई अभी नहीं गाने का कुरा अनुसार चाहिँ ठिकै छ भन्ने गर्नुहुन्छ हैन अनि ओभरटाइम चाहिँ 3 घण्टा 4 घण्टा चाहिँ रेगुलरै दिइरहेछ छुट्टीको दिन पनि काम दिइरहेछ खानेमा के छ त तरबुजा रहेछ अनि त्यो सिसीको जुस रहेछ म्याङ्गो जुस म्याङ्गो भन्नाले एप्पल जुस रहेछ सुरु भयो आज 2024 हमारे लिए एक शानदार साल होने वाला है खाइसकेपछि और WhatsApp पे देखते हो खाना राखेको छ But tonight we all sit together, के छ भन्ने कुरो चाहिँ not as separate departments, but as the same team, one family. आज की रात हम सब लोग एक साथ बैठेंगे अलग अलग डिपार्टमेंट में नहीं बल्कि एक टीम एक परिवार की तरह गर्दैछन् We should always be together, moving forward. We should always respect each other, not just on special occasions like this. हम हमेशा साथ आगे बढ़ना चाहिए हमें एक दूसरे की इज्जत करनी चाहिए सिर्फ ऐसे खास मौके पे नहीं बट हमेशा एक परिवार की तरह रहना चाहिए ल साथीहरु अब चाहिँ डिनरको लागि स्टार्टिङ भयो लाइन लाग्नु पर्ने छ 4-5 ठाउँ चाहिँ यहाँबाट राखेको छ त्यहाँ गएर चाहिँ हामी लाइनमा चाहिँ Not all people have their families around them. As for me, I'm very lucky because my family is here together right now. My UPC family, sorry. मुझे मालूम है कि यहाँ पे सबका परिवार नहीं है बट यूपीसी ही मेरा परिवार है So I would like to sincerely thank you all taking care of me, for making me feel part of this new family.
मैं मेरे दिल से आपकी शुक्रिया अदा करना चाहता हूँ मेरा ख्याल रखने के लिए और मुझे इस परिवार का हिस्सा बनाने के लिए। Remember, Ramadan is a time for patience, humility, and gratitude. So please enjoy tonight. Relax, smile, have fun together, and let's continue to grow and make our country even bigger and better than ever. Ramadan Kareem. याद रखिए, रमजान महीना सब्र, विनम्रता, गुजारिश का महीना है। आज की रात आप एंजॉय कीजिए, आराम कीजिए, मुस्कुराइए, हंसिए और रमजान Only one spoon. He played nobody chicken mutton wala, fry wala, tikka wala. You can come back. Our operational manager, Mr. Bruce, to give some speech. Young and dynamic manager, welcome. One and only. I'm serving everything. I want to feel everything. I want to feel the taste. त्यसैले यता आएर रोटी दिँदो रहेछ। One spoon? Good speech to you. र ठिक छ। How do you follow? बढिजम चाउमिन पनि रहेछ नुडल्स। ऑलरेडी मेरा स्पीच दे दिया है उसके लिए धन्यवाद। चिकन के आइटम हो अब कति आइटम छ चिकन बाहिर सबै खाइदिने हो यति भइसकेपछि खाना खाइसकेपछि डिनर भइसकेपछि यहाँ चाहिँ एउटा गिफ्ट दिने व्यवस्था पनि भयो रहेछ कोकालाई के गिफ्ट पर्छ भने बसेको ठाउँ चाहिँ कहाँ हो फेरि ज्वाइन किया है और मुझे ये बताना है कि और 400 लोग भी ज्वाइन हो रहे हैं It's to show them the UPC way. मेरा शुगर है ज़्यादा नहीं खाता मेरे को शुगर है ये जो नए लोग हैं उनको दिखा दें परिवार से दूर होने का एहसास नहीं है के साथ हम लोग काम करें हामी बसेको ठाउँ चाहिँ कुन चाहिँ हो When you are working, the most important thing to me is that all of you are working safely, looking after yourself. We would like to invite here Mr. Khalil, Stockade Supervisor. 6006 Sandesh Guragai 5864 5864 5851 Royal Ayo Royal 5851 Royal
वीरेंद्र यादव 7311 वीरेंद्र यादव 7311 वीरेंद्र यादव एक टीवी है आप लेके जाओ आप आईडी दिखाओ 5787 दीपक सिंह गेड़ी दीपक सिंह गेड़ी 5787 दीपक सिंह गेड़ी 5787 Khalil Showcat supervisor presented to this award. है साथीहरु 6131 अरुण तमल लाग्ने अरे अर्जुन तमल दिँदैछ कोलाई पर्ने हो कोलाई दिने हो चले दुई लाख के पार्टी वाटी उराली भन्दा पनि बढी गइसक्यो 9 बजेबाट गाडी चाहिँ सुरु हुन्छ है कुमार यादव ये वॉलंटियर काम कर रहा है अभी अजय कुमार यादव के लिए काट मारना पड़ेगा बहुत पुराना आदमी है यूपीसी में बहुत साल से काम कर रहे इधर उनके लिए हम लोग काट मारना पड़ेगा आप लोग काट मारेंगे तो जय जय अजय कुमार यादव 1042 अजय कुमार यादव 1042 वॉलंटियर भाई वॉलंटियर गायब नहीं होने का भाई जम 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 हाँ फर्किन ला खत्म मरे ए काका छिटे खान आउँछन् बिस्तारै गाडी कति 9 बजेबाट हिँड्ने भने हैन लाइनमा बस्ने हो खाली वाली लग जाए खाली अन्ना किधर भाग गया बोल रहा गाडी चाहिँ छैन त दुई साथी बस त आएर रहेछ उतापट्टि रोकिएर रहेछ टाढा जानु हुँदो रहेछ हिँडेर भिडभाड भएर नत्र गाडी चाहिँ बस चाहिँ रोक्ने ठाउँ भनेको यही हो चाहिँ उतै गाडी चाहिँ उतातिर त्यो गाडीसँग बस ल साथीहरू फाइनली हामी चाहिँ पार्टी खाएर यसो रमाएर अब रुमतिर पुग्यौँ होइन अन्त साथीहरू यस्तै चाहिँ हामी चाहिँ कम्पनीकै बारे रहेर हामी केही जानकारीमूलक चाहिँ भिडियोहरू लिएर आउने नै छौँ अनि नयाँ भएकोले विस्तृत रूपमा चाहिँ अब जानकारी चाहिँ प्राप्त भएको छैन बिस्तारै हामी चाहिँ स्यालेरी के कति आउँदो रहेछ महिनाको होइन त्यो पनि सबै हामी जानकारीहरू चाहिँ हामी नेक्स्ट भिडियोमा लिएर आउनेछौँ साथीहरू त्यसको लागि चाहिँ हाम्रो यस युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गरी छेउमा रहेको बेल आइकन बटनमा चाहिँ थिचेर जोइन